Hello, namaste, welcome to my another video and YouTube channel. मैं आज 2082 सालको दसैँको उपलक्ष्यमा हामी बाबु छोरा रोशन गुरुङ र करण गुरुङ चाहिँ यता स्टिको डाँडातिर दसैँ मनाउन पुगिरहेको छ है। यस्तो छ एकदम गाउँघरको हरियाली स्वच्छ हावापानीको दिइरहेको छ। यतातिर आएपछि चिसो चिसो कस्तो मजा लाग्छ। आजको राइड चाहिँ हाम्रो यो स्याङ्जाको नुवाकोट डाँडातिर हुनेछ। अब आज चाहिँ हामी त राइडतिर जाँदैछौँ। यो बाटो नि राम्रो छ, यो बाटो नि हामी स्याङ्जा निक्लिन सक्छौँ है। नर्मल्ली पहिला चाहिँ हामी यो स्टिपाको बाटो हुँदै छोरेपाटन हुँदै माथि स्टिपा हुँदै आशा पुष्टि पोखरा टुपन हुँदै जान्थ्यौँ भने अहिले चाहिँ हामी यो स्टिको डाँडा हुँदै यता स्याङ्जा पाहाडखोलातिर निक्लिन मिल्छ। पोखरा छोडेर अहिले गाउँको हरियाली स्वच्छ वातावरणमा यसमा गुगलमै हेर्नुपर्ने हो। त्यो नाच्ने चौर भन्छ नाच्ने चौर पोखरा 21 स्याङ्जाबाट आफ्नो मान्छेहरू यताबाटै सजिलो हुन्छ। नारेचर पोखरा 21 दृष्टिमा आइपुगेको छ है हामी अहिले। सरङकोट हामी उता छोडिदिनु यहाँ लिङ्गेपिङ रहेछ। यहाँ नाच्ने चौर पोखरा 21 दृष्टि। ल, तपाईँहरूले भर्खरै देखिसक्नुभयो यो ठाउँको नाम चाहिँ नाच्ने चौर रहेछ। क्रिस्तीको नाच्ने चौर हुँदै हामी तल यता हाइवे हुँदै जाँदैछौँ। तल देख्न सक्नुहुन्छ बाटो राम्रो छ। यो पनि अहिले चाहिँ म्याक्सिमम् मान्छेहरू यही बाटो हिँड्दो रहेछ। हेरेर अलिक बिजी छ। यो हाम्रो पारी लेफ्ट साइडको डाँडा चाहिँ अब निर्मल पोखरी जाने बाटो। निर्मल पोखरीको डाँडा भनौँ न यो देब्रे साइडतिरको चाहिँ। ल, अब हामी यहाँ रोकेर एकछिन यसो भ्यू हेर्छौँ है त, अनि त्यसपछि हामी अझै अगाडि बढ्छौँ यो हाइवे हुँदै। दामी भ्यू छ। यता भ्यू भिर पनि छ है। भ्यू चिसो चिसो मौसममा यो फाँटै जस्तै अब त्यो होला भीमाथीमा छ होइन। ए भीमा त्यो होला है भनेपछि अलिकति बजारहरू देखेर म जुम गरेर देखाउँछ है त। यो रहेछ कि भीमा त सेम नौलाडा जस्तो देखिँदो रहेछ। हाम्रो गन्तव्य भनेको अहिले चाहिँ नुवाकोट डाँडा हो। पुग्न सकिन्छ कि सकिन्न जाम है। बाबु छोरा गन्तव्य भनेको नुवाकोट डाँडा। पुग्न सकिन्छ सकिन्न हेरौँ। बाटो त धेरै राम्रो रहेछ। बाटो त पिजै रहेछ है सबै। ठुलो बसहरू चल्दो रहेछ यता।
पानी पर्दा चिसो चिसो हावा चलेर आएछ। त्यही भएर बाबा छोरा चाहिँ आफ्नो गन्तव्यमा कुदिरहेको छ। यताबाट खेती खोला नि खेती खोला नि रामेभाट कुल मन्दिर यो पाखै दामी के है बाटो राम्रो ठाउँ राम्रो त्यस्तो मजा उठायो हारिरहनु यता ठाउँतिर त आउनु बेलामा त एकदम आनन्द लिन आउँछ। हाम्रो नेपाली दाजुभाइहरू दसैँ मनाउँदै होला। छोरा चाहिँ यसरी दसैँ यसरी चाहिँ एकदम प्रकृतिसँग चाहिँ रमाउँदै हिँडिरहेको छु। हामीलाई घरमा बसेर टिका लगाएर बसेर खानपिन गर्नुभन्दा नि हामी बाउ छोरालाई चाहिँ एकदम यो वातावरणसँग हरियाली वातावरणसँग चाहिँ रमाएर हिँड्न एकदम मजा लाग्छ। कारणले गर्दाखेरि हामी अहिले स्वच्छ हावापानी हेरिरहेको छु। हामी डक्टरेटमा आइपुग्यो है। डक्टरेटमा आइपुग्यो हामी टाढा छ। ओ यहाँ झर्ना रहेछ झर्ना। तल फेरि खोला यता पनि रहेछ झर्ना। ठाउँ आइयो यस्तो पहाड खोलेर बनाएको बाटो। बाटो पनि खतरा रहेछ। भिरको बाटो बनायो भने बाटो पिछे रहेछ। कति राम्रो देखेको त्यो गाउँ त्यो गाउँ ठकुरी गाउँ होला। ठकुरी गाउँ थियो। बसहरू चाहिँदो गाडी कता कताबाट चल्दो रहेछ यता चल्दैछु हेर्दैछु। मजाको हावापानी गाउँमा स्वच्छ हावापानी अब दसैँको दिनमा उठिरहेको छु।
आनन्द दिनुभएको
अहिले स्याङ्जा जिल्लामा आइपुगेको छौँ। स्याङ्जाको यो धान खेतको बारी यस्तो तनन्न परेको फाँट देखेर चाहिँ हामीलाई एकदम कस्तो मजाको फाँट रहेछ कि स्याङ्जाको हामी पौवे गौडामा आइपुग्यो भन्ने ठाउँमा आइपुग्यो नि। ल फाँट सही रहेछ यहाँ चाहिँ है धान खेतको है कस्तो मजाको ठाउँ। धानै हो नि र नेपालमा यस्तो खेती गऱ्यो भने त विदेश जानै पर्दैन नि। हेर्नु कस्तो मजाको बस्तीहरू नि ठुलो रहेछ। यता पारी पारी छ, यता यता माथि माथि यता यता ठुलो रहेछ यहाँ बस्तीहरू पनि। अगाडि बढ्छ यता धान खेत छ। हामी स्याङ्जा जिल्लामा आइपुगेको छ है अहिले। अरू सबैजना दसैँको दिनमा घरमै रमाइलो गर्दै बस्यो होला र हामी चाहिँ यता कहिले काशी कहिले स्याङ्जा घुमिरहेको छ। कस्तो दामी भयो गाउँले टिपिकल घर। त्यो डाँडो होला के नुहाको डाँडोमा त्यस्तै लाग्यो। यो फोटो खिच्ने दोकान छ एकछिन बस्नु पौवे खोला पुल नमस्कार 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 के छ यो के नुवाकोट डाँडो जानु बारी आएको सर्लक्कै खै छैन छैन है ल धन्यवाद। नत्र फेरि अर्कोचोटि आउनु पर्ने हुन्छ। प्रयास गर्छ है गाइडबाट। नत्र फेरि हामी अर्कोचोटि आउनु पर्ने हुन्छ। तपाईँले गर्दाखेरि प्रयास गर्छ। अहिले पुग्न सकिएन भने हामी फेरि तपाईँहरूलाई अर्को भिडियोमा चाहिँ नुहाको डाँडा अलग्गै देखाउनु छ र यही भिडियोमा चाहिँ बस देखाउने प्रयास गर्छ। पुगिरहेकै छ।
झरम है हुन्छ नि पानीले खोताले चाहिँ
हामीलाई माफ गर्नु होला है दर्शकबिनहरू, किनकि हामी जान्छु तपाईँहरूलाई देखाउँछु भने त हामी देखाउन सकिएन। समयको अभावले गर्दाखेरि हामी फर्किनु पर्यो। त्यहाँबाट हामीले फेरि कुनै दिन तपाईँहरूलाई अवश्य पनि त्यो ठाउँ देखाउनु। सानो झर्ना छ, टिटिक्काको झर्ना। हामी अहिले फर्केको अवस्था छ है। झर्नै झर्ना हाम्रो जग्गामा। Ini anak ambil lagi video kan